हेर्नुस् है त साथी हो, आज म काँचो आँपको खट्टी मिठी अचार बनाउने रेसिपी लिएर आएको छु। पहिला आँपलाई धोएर पखालेर सफासँग पखाल्ने, त्यस पछाडि आँपलाई तासेर यस्तो बनाउने, अनि यसलाई काटेर चाना चाना बनाउनु पर्छ। अनि यसरी काट्ने र चाना बनाउने। चाना बनाइसकेपछि तेल तताउने, अनि त्यसमा जिरा, धनिया, मेथी, फुराउने, अनि यो रातो रातो भएपछि यसलाई खोर्सानी पनि लगाउने। खोर्सानी पनि त्यही तेलमा लगाउनुपर्छ र फुराउनुपर्छ। त्यसपछि हिङ पनि लगाउने, अलिकति स्वादको लागि थोरै हिङ लगाउने। त्यस पछाडि रातो हुने गरी यसलाई फ्राई गर्ने तेलमा। अनि त्यस पछाडि बेसार लगाउने अलिकति, अनि त्यस पछाडि अघि काटेर राखेको आँपलाई यसरी झैँया बनाउने। अनि यसको मसला तयार गर्ने। धनियालाई अलिअलि रोस्ट गर्ने, जिरालाई पनि अलि रोस्ट गर्ने। यो हल्का रातो हुने गरी रोस्ट गर्ने। त्यसमा अलिकति ज्वानो पनि लगाएर रोस्ट गर्ने, ज्वानोलाई पनि सँगै। त्यसपछि त्यसलाई रातो हुने गरी रोस्ट गर्ने। त्यसलाई डढ्न हुँदैन, हल्का रातो हुने गरी बनाउनुपर्छ। त्यस पछाडि अलिकति तोरीलाई पनि त्यहीँ रोस्ट गर्ने, अनि त्यो पनि राख्ने। त्यस पछाडि कालो जिरा, कलौँजी, त्यसलाई पनि हल्का रोस्ट गरेर त्यहाँ मिक्स गर्ने। अनि यसलाई पकाउने, यसरी पकाइराखेको छ यसलाई। त्यसमा कालो नुन अलिकति लगाउने स्वादअनुसारको, अनि सेतो नुन, हामीले खाने प्रयोग गर्ने नुन लगाउने। अनि त्यस पछाडि यसमा काटेर राखेको सक्खर मिसाइदिने। चिनी लगाए नि हुन्छ, तर हेल्थको लागि सक्खर। त्यस पछाडि अघि रोस्ट गरेको मसलाहरू हल्का पिनेर लगाएर मजाले चलाउने, अनि पकाउने। यसलाई मजाले पकाउने, त्यो सबै थोक लगाएर मजाले पकाउने। अनि कलर चेन्ज हुन्छ। त्यसरी कलर चेन्ज भएपछि पकाइसकेपछि सेलाउन दिने। सेलाइसकेपछि यसरी सिसाको बट्टामा यसलाई प्याक गरेर राखेर मजाले जेसँग खाए पनि हुन्छ। यो साह्रै मिठो अचार हुन्छ।